नमस्कार सबैजनालाई स्वागत छ आजको यो नयाँ भिडियोमा। आजको भिडियोमा हामी पढ्न जाँदैछौँ क्लास 12को फ्लुइड डाइनामिक्सबाट एउटा एकदमै इम्पोर्टेन्ट न्युमेरिकल। यो न्युमेरिकल चाहिँ फ्लुइड डाइनामिक्सको सर्फेस टेन्सन च्याप्टरबाट हो। यो न्युमेरिकल क्वेसन हेरौँ हामी के दिएको छ न्युमेरिकलमा। Find the work done required to break up a drop of water of radius 5 into 10 to the power minus 3 meter into 8 drops of water assuming isothermal condition भनेर सोधिराखेको छ। अब यो क्वेसन चाहिँ 2079 ग्रेड इन्क्रिमेन्ट इक्जाममा सोधिएको हो। यो क्वेसन नम्बर 13C मा आएको थियो है त, सेट बीमा। अब यो क्वेसनमा हामीलाई के निकाल्न भनिरहेछ त भन्दाखेरि पहिला हेर्नु पर्यो न्युमेरिकल सल्भ गर्दाखेरि जहिले पनि हामीलाई के सोधेको छ त्यो हेर्नुपर्छ है त। जस्तै यसमा वर्क डन, फाइन्ड द वर्क डन निकाल्न भनिरहेछ भनेपछि पहिला गिभन जहिले पनि सोलुसन हामी जहिले पनि केबाट सुरु गर्छौँ त, गिभन हामीलाई के कुरा दिएको छ त्यो हामी पहिला लेखिहाल्छौँ। जस्तै यसमा के दिएको छ त, यो 5 into 10 to the power minus 3 meter रेडियसको ड्रप अफ वाटरलाई चाहिँ केमा ब्रेकडाउन गरेको छ त, 8वटा सानो सानो ड्रपमा ब्रेकडाउन गरिएको छ। भनेपछि यो 5 into 10 to the power minus 3 मिटर भनेको के को रेडियस हो त, रेडियस अफ लार्जर ड्रप है त, रेडियस अफ लार्जर ड्रप। रेडियस अफ लार्जर ड्रप यसलाई क्यापिटल आरले डिनोट गरौँ। यो कति हुन्छ त 5 into 10 to the power minus 3 मिटर दिएको छ। त्यस्तै अर्को के कुरा दिएको छ त, नम्बर अफ स्मल ड्रप्स यसलाई स्मल एनले डिनोट गरौँ। यो कति दिएको छ त 8वटा दिएको छ। अब टु फाइन्ड के कुरा चाहिँ पत्ता लगाउनु पर्ने छ त यसमा, टु फाइन्ड वर्क डन कति हुन्छ त हामीले पत्ता लगाउनु पर्ने छ। यो क्वेसनमा के भनेको छ त, एउटा बिगर ड्रप छ अथवा लार्जर ड्रप छ हैन, एउटै कुरा हो। बिगर ड्रप छ, यसलाई वर्क डन गरियो, वर्क डन गरेर केमा कन्भर्ट गरेको छ त, स्मलर ड्रपमा कन्भर्ट गरेको छ। अनि त्यो पनि कतिवटा त 8वटा स्मल ड्रपमा कन्भर्ट गरेको छ, इन्टु 8 गरेको है त। भनेपछि हामीले यही वर्क डन कति हुन्छ निकाल्नु पर्ने छ। अब सर्फेस टेन्सनमा हामीसँग फर्मुला के छ त भन्दाखेरि, पहिलो कुरो हामीले वर्क डनको फर्मुला हेरौँ। वर्क डनको फर्मुला जे निकाल्नु पर्ने हो त्यसको फर्मुला हेरौँ है त। वर्क डनको फर्मुला हामीसँग के हुन्छ त, W इक्वल टु सर्फेस टेन्सन अफ लिक्विड T है त, इन्टु के त भन्दाखेरि चेन्ज इन एरिया। यो एरिया भनेको सर्फेस एरिया हो। यो एरिया भनेको के हो अरे, सर्फेस एरिया हो। भनेपछि हामीलाई वर्क डन निकाल्न के चाहिने रहेछ, एउटा सर्फेस टेन्सन चाहियो लिक्विडको, अर्को एरिया कति चेन्ज भएको छ त, सर्फेस एरिया कति चेन्ज भएको छ त। अब हामीलाई क्वेसनले सर्फेस टेन्सन दिएको छ कि छैन, सर्फेस टेन्सन दिएको छैन। लिक्विड दिएको छ कि छैन, लिक्विड दिएको छ। कुन लिक्विड दिएको छ, वाटर भनेर दिएको छ। भनेपछि अब यो कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ है त। सर्फेस टेन्सन अफ वाटर यो कुरा हामीलाई थाहा हुनुपर्छ। कति हुन्छ 0.072 न्युटन पर मिटर। अब अरू लिक्विडहरू दिएको भए चाहिँ त्यसको सर्फेस टेन्सन चाहिँ क्वेसनले मेन्सन गरिदिन्छ। तर अब वाटर भनेको चाहिँ अब वाटरको जस्तै डेन्सिटी पनि 1000 kg पर मिटर क्युब भयो, त्यस्तै सर्फेस टेन्सन 0.072 न्युटन पर मिटर भयो। यो कुरा चाहिँ अब आफैलाई थाहा हुनुपर्छ। कहिलेकाहीँ क्वेसनमा दिन पनि सक्छ, नदिन पनि सक्छ। जस्तै यो क्वेसनमा दिएको छैन, त्यही भएर यो सकेसम्म याद भएको राम्रो है त। वाटरको सर्फेस टेन्सन
त्यस्तै वाटरको डेन्सिटी पनि। अब सर्फेस टेन्सन त हामीलाई भयो, सर्फेस टेन्सन भइसक्यो। अब चेन्ज इन एरियामा सर्फेस एरियामा कति चेन्ज आयो त कसरी निकाल्ने? त्यसको लागि के गर्ने त इनिसियल सर्फेस एरिया भनेको बिगर ड्रपको सर्फेस एरिया निकाल्ने, त्यस पछाडि स्मलर ड्रपको सर्फेस एरिया निकाल्दिने अनि दुईटैलाई घटाइदिने। हाम्रो के आउँछ त चेन्ज इन एरिया आउँछ। अब बिगर ड्रपको सर्फेस एरिया अथवा पहिला हेरौँ सर्फेस एरिया कसरी निकाल्ने त। पहिला हामी हेरौँ सर्फेस एरिया कसरी निकाल्ने। सर्फेस एरियाको फर्मुला हामीसँग के छ? अब सर्फेस एरिया के को हो त भन्दाखेरि स्फियरको। जति पनि हाम्रो लिक्विडहरू ड्रपमा कुरा गर्छ त्यो ड्रपलेटहरू कुन सेपको हुन्छ त स्फेरिकल सेपको हुन्छ, चाहे त्यो लार्जर होस् चाहे त्यो स्मलर होस्। अब सर्फेस एरियाको फर्मुला हामीसँग के छ 4 पाई इन्टु रेडियसको स्क्वायर। स्फियरको सर्फेस एरियाको यही हो फर्मुला। अब भनेपछि हामीलाई रेडियस चाहिने रहेछ। अब बिगर ड्रपको रेडियस त छ हामीसँग क्वेसनले दिएको 5 इन्टु 10⁻³ तर स्मलरको छ त छैन, त्यो अब निकाल्नुपर्छ। के गरी निकाल्ने त भन्दाखेरि अब स्मलर भनेछु बिगरदेखि लार्जर ड्रपदेखि स्मलर ड्रपमा कन्भर्ट हुँदाखेरि ब्रेकडाउन हुँदाखेरि के कुरा चाहिँ दुईटैको सेम हुन्छ, त्यो भनेको भोल्युम है त। सिन्स भोल्युम रिमेन कन्स्टेन्ट, भोल्युम रिमेन कन्स्टेन्ट, भोल्युम रिमेन कन्स्टेन्ट। किन भोल्युम रिमेन कन्स्टेन्ट त भन्दाखेरि यसको यो लार्जर ड्रपलाई केमा कन्भर्ट गरेछ त यसरी स्मलर ड्रपमा कन्भर्ट गरेछ है त। भनेपछि यसमा केही कुरा निस्केको छैन, केही कुरा एड भएको छैन, रिमुभ पनि भएको छैन, एड पनि भएको छैन। भनेपछि यसको भोल्युम के हुनु पर्यो त कन्स्टेन्ट हुनु पर्यो। अब भोल्युम कन्स्टेन्ट छ भनेपछि हामीले के लेख्न पाइयो त भोल्युम अफ लार्जर ड्रप, भोल्युम अफ लार्जर ड्रप चाहिँ केसँग बराबर हुन्छ n टाइम्स भोल्युम अफ स्मलर ड्रप। अब 8वटा ड्रपलेटको भोल्युम जोडो भने ठ्याक्क लार्जर ड्रपको जति भोल्युम छ त्यति नै हुन्छ। अब 8वटालाई 1 बाई 1 जोड्नुको साथ हामीले के गर्न पाउँछौँ त यसरी मल्टिप्लाई पनि गर्न पाउँछौँ, किनकि 8वटै स्मल ड्रपलेटको भोल्युम इक्वलै छ, त्यही भएर यसरी मल्टिप्लाई गर्न पायौँ हामीले। अब लार्जर ड्रप भन्ने बित्तिकै स्फियर आयो। भोल्युम अफ स्फियर के हो त भन्दाखेरि भोल्युम अफ स्फियर भनेको 4/3 पाई क्यापिटल आर क्युब है त। लार्जर ड्रपलाई मैले क्यापिटल आरले डिनोट गरेर छु। त्यस्तै यनको भ्यालु हामीले 8 लेखिरहेछौँ इन्टु भोल्युम अफ स्मलर ड्रप, यो पनि स्फियरै हो ड्रप भनेपछि के हुन्छ त 4/3 पाई स्मलर ड्रपलाई स्मलर आरले मेन्सन गरिदिउँ क्युब, स्मलर आरको क्युब। अब हेरौँ 4/3 सेम छ दुईटै साइडमा कटो, पाई सेम छ कटो, भनेपछि के पाइयो त हामीले लेख्न आर क्युब इक्वल टु 8 आर क्युब है त। अब यहाँबाट हामीले एउटा सर्टकट फर्मुला पनि बनाउन सक्छौँ। हेर त सबैले सर्टकट फर्मुला भनेको के हो त भन्दाखेरि आर इक्वल टु n को पावर 1/3 स्मल आर। यो बिगर ड्रप र स्मलर ड्रप बिचको रिलेसन के रहेछ त आर इक्वल टु n को पावर 1/3 स्मल आर। यो हामीले जहिले पनि युज गर्न मिल्छ। भनेपछि यसमा के हुन्छ त आर 8 को पावर 1/3 स्मल आर, भनेपछि 8 को पावर 1/3 क्युब रुट अफ 8 भनेको कति हुन्छ, क्युब रुट अफ 8 भनेको 2 हुन्छ, 2r। भनेपछि अब हामीलाई आरको भ्यालु त थाहा छ, स्मल आरको चाहियो, भनेपछि आर इक्वल टु क्यापिटल आर/2। अब क्यापिटल आर अघि कति दिएको छ त 5 इन्टु 10⁻³ मिटर डिभाइडेड बाई 2। 5/2 कति हुन्छ त 5/2 2.5 हुन्छ, 2.5 इन्टु 10⁻³ मिटर हुने भयो। अब भनेपछि हाम्रो चेन्ज इन एरिया कति हुने भयो त डेल्टा ए इक्वल टु फाइनल एरिया माइनस इनिसियल एरिया A2 माइनस A1। अब फाइनल के को एरिया हो त स्मलर ड्रपहरूको, किनकि फाइनली त स्मलरमा कन्भर्ट भएको छ नि त। भनेपछि फाइनल यो A2 भनेको स्मलर ड्रपको एरिया हो।
A1 भनेको लार्जर ड्रपको एरिया हो। अब स्मलर ड्रपको एरिया कति हुन्छ त 4 पाई आर स्क्वायर अनि इन्टु के गर्नु पर्यो त कतिवटा ड्रप छ सबैको जोड्नु पर्यो नि त सर्फेस एरिया यनवटा अहिले यनवटा भनौँ है त माइनस 4 पाई क्यापिटल आरको स्क्वायर। ल अब सबैको भ्यालु हालिदिउँ हामीलाई सबैको भ्यालु थाहा छ स्मल आरको भ्यालु निकाल्यौँ यो यनको भ्यालु 8 भनेर दिएकै छ क्यापिटल आर पनि क्वेसनले दिएकै छ भनेपछि यहाँबाट पहिला 4 पाई कमन पनि लिउँ है 4 पाई कमन लिउँ त्यस पछाडि आर भनेको कति रहेछ त 2.5 इन्टु 10 को पावर -3 को स्क्वायर यनको भ्यालु भनेको 8 भयो इन्टु 8 गरिदिएँ माइनस क्यापिटल आर भनेको कति हो त 5 इन्टु 10 को पावर -3 यसको होल स्क्वायर गर्नु पर्यो है यसरी। ल अब यो क्यालकुलेट गरौँ क्यालकुलेटरमा यसको भ्यालु हालौँ त कति हुन्छ। अब हामीले यो क्यालकुलेटरमा यसको भ्यालुहरू हालौँ क्यालकुलेट गर्दा कति आउने रहेछ त 3.1415 इन्टु 10 को पावर -4। अब युनिट के लेख्ने त एरिया हो नि त यो चेन्ज इन एरिया भनेको पनि एरिया नै हो एक किसिमले भनेपछि यसको युनिट मिटर स्क्वायर मिटरमा छ त्यही भएर एरिया के हुने भयो मिटर स्क्वायर हुने भयो भनेपछि हाम्रो चेन्ज इन एरिया पनि आयो। अब हामीले के गर्छौँ त वर्क डन निकाल्दिन्छौँ वर्क डन W इक्वल टु के लेख्न पायौँ त T इन्टु चेन्ज इन एरिया T को भ्यालु हामीलाई थाहा छ वाटरको कति हुन्छ 0.072 चेन्ज इन एरिया कति दिएछ त 3.1415 इन्टु 10 को पावर -4 दिएको छ। अब यो क्यालकुलेट गरौँ त कति हुन्छ यो हाम्रो कति आइरहेछ त 2.26 यो क्यालकुलेट गर्दा 2.26 इन्टु 10 को पावर -5 ल अब युनिट के हो त युनिट भनेको हाम्रो जुल हुन्छ वर्क डन भनेको पनि एनर्जी हो नि त भनेपछि यसको युनिट जुल हुन्छ हो। यो क्वेसन अब हामीले यसरी सल्भ गर्नुपर्ने रहेछ बुझियो त। आई होप यो क्वेसन क्लियर भयो। अब नेक्स्ट भिडियोमा हामी यस्तै न्युमेरिकलहरू लिएर आउनेछौँ।